प्राकृतिक सुन्दरताका हिसाबले अत्यन्तै चर्चित रहेको पूर्वको एउटा जिल्ला सङ्खुवासभा। सङ्खुवासभाको यो मुडे शनिश्चरीबाट अलिकति पर नजिकै रहेको फुङलिङ भन्ने ठाउँसम्म पुग्ने अवसर मिल्यो। त्यहाँबाट यो खिच्दै गर्दाखेरि उता पारिपट्टि सङ्खुवासभाको मादी नगरपालिका अन्तर्गत पर्ने यो मादी रामबेनी क्षेत्र असाध्यै प्रख्यात ठाउँ पनि हो र साह्रै नै सुन्दर पनि रहेछ। पारिपट्टिबाट भिडियो लिँदै गर्दा सङ्खुवासभा जिल्लाका विभिन्न ठाउँहरू देखिए। अहिले मैले नाम वर्णन गर्न सकिनँ र ठाउँ चाहिँ असाध्यै सुन्दर, असाध्यै रमणीय लाग्यो। पाखाभरि फिजारिएर बसेका बस्तीहरू, छरपष्ट घरहरू, साह्रै नै साँच्चै नै सुन्दर ठाउँ। र यो हामी पुगेको ठाउँ फुङलिङ चाहिँ धर्मदेवी नगरपालिका अन्तर्गत पर्ने ठाउँ रहेछ। बर्खाको दिन डाँडाकाँडाहरू परपरसम्म देख्न अलिकति सकिएको छैन, पानी पर्दै गरेको र छिनमा खुल्ने छिनमा धुम्म हुने यहाँको प्राकृतिक विशेषता। त्यस्तै ठाउँका नामहरू पनि एकै नासै सुनिने, तुमलिङ, मामलिङ, फुङलिङ, उमलिङ, यस्तै छैन त गजब हाम्रो सङ्खुवासभा।